हेलो गाइज वेलकम टु माई न्यू भ्लग होइन अब चाहिँ बिहान भइसकेको छ। अब उठेर कलेज जानुपर्छ। आज चाहिँ त्यसै 2 दिन हिजो पनि पानी परेर कलेजै गयो होइन। अब आज चाहिँ कलेज जानुपर्छ। ल गाइज म उठेँ। अब उठेर मुखसुख धोएर पुरै रेडी हुन्छ है त। ओके A few moments later. ल गाइज होइन अब म चाहिँ अब पठा बुक गरेर कलेज हिँडिरहेको छु। अब कलेज जानु पऱ्यो र हिँडिसकेको पनि छु। अब पुग्न लाटेँ है त। A few moments later. कलेज आइपुग्यो गाइज। मालूम है तेरे बाप को मत ल गाइज फाइनली क्लासमा आइसकेको छु र म एक्लै छु भनेर सोचिरहनु भएको होला, तर होइन, अगाडि छन् मेरा सबै केटाहरू। लगा मेरा मजाक। ल गाइज आज चाहिँ सरले हामीलाई यहाँ के अरे यो बोर्डमा यसरी देखाउँदै होइन के भन्छ यसलाई प्रोजेक्टरले देखाउँदै पढाइरहनु भएका छन्। मेरा केटाहरू पढिरहेका छन्। राम्रो देखायो है। मेरो मित्रले के भन्न चाहनुहुन्छ ल भन्नुहोस्। के भन्नु जल्दी बोल, कल सुबह पनवेल निकल। भाषण जान्छु भाषामा। सर क्लासमा सर नआएको रे हामी यहाँ खाइरहेको छौँ। गाइज सर आएर पढाउनु थाल्नु भइसकेको छ, तर साँच्ची यो म्याथ पढाएको छ केही बुझ्दैन यार है, के गर्ने होला है। र गाइज मेरो फ्लाले चाहिँ सिधिसकेको छ र पहिलोचोटि म घर जाँदैछु गाडीमा। 2000 years later. र घर आइसकेँ गाइज। अब चाहिँ म फ्रेस हुन्छु र आजको ब्लग यहीँ नै अन्त्य गर्छु। मेरो ब्लग हेरिदिनु भएकोमा हस्त नमस्ते, धन्यवाद, थ्याङ्क यू सो मच, गुड बाई।